हाय म त ओछ्यानमै छु। हेलो एभ्रिवान, आज चाहिँ मेरो छुट्टी हो। अन्त यहाँ चाहिँ बहिनी, मेरो प्यारो बहिनी। हेलो गरिदिउ न, हाँस्छ पो कस्तो हाँसेको देखेर हो। त्यहाँदेखि चाहिँ आज हामी घुम्नु जाने भनेर सोच्दा हटपट खानु जाने है हामी चाहिँ। उसले पनि खाएको छैन, अन्त मैले पनि एकखेप मात्रै खाएको थिएँ। अन्त आज पनि ट्राई गर्ने कोरबङ्गला गएर। त्यहीँ अब के खान्छ तपाईँहरूलाई हामी देखाउँछ, के गर्छु। आज म छुट्टीमा दिउँसो बोर कता कता घुम्नु जान्छु है, सबै तपाईँहरूलाई म आज देखाउँछु। अब हामी चाहिँ निक्लेको घुम्नुको लागि, हटपट खानु लाग्ने। हटपट हो, अब तिनीहरू मिलौँ ल तपाईँहरूसित। हामी चाहिँ आज घुम्नु निक्लेको नि त होइन, तर आवाज तपाईँहरूलाई ब्याकग्राउन्डमा आवाज अलिकति डिस्टर्ब हुन्छ। खतरा ट्राफिक हेर्नु न। अब यसो लाइनमा हिँड्नुपर्छ नि त मान्छेले है, छैन बाटै कभर गरिरहेछ। अन्त अर्को आउने मान्छे चाहिँ कहाँबाट आउँछ त, गोरुहरू छ साँच्ची। ट्राफिकको हामी चाहिँ हेर्नु नि, हामी चाहिँ आइपुग्यो 1 घन्टा। हामी चाहिँ अलिकति कन्फ्युज भएको थियो दुईजना, तर यही हो। यो टिबिटेन रेस्टुरेन्ट होइन, यहीँबाट निक्लेको नि अघि त पहिला हाम्रो चाहिँ यहाँ सेटअप मिलाउँदैछ अब हटपट खानुको लागि। हामी चाहिँ आज बाहिर खाना खान आएको, म र बहिनी हो। अन्त आज चाहिँ हाम्रो स्पेसल कफी स्पेसल है यो चाहिँ खाँदैछ, यस्तो खाँदैछ। पिरोवाला खाँदैछ नि त होइन, पाकै मासु। वाउ दामी। हामी चाहिँ अब यहाँबाट निक्लेको, खाइसकेर बहिनी र म लिपस्टिक ल्याउन बिर्सेछु हो। कम्तीको राम्रो मान्छे हो, लिपस्टिक लाउँदा त नलाउँदा त झन् राम्रो हो। यहाँ भाइ पनि आउने अरे नि त हो, यसको चाहिँ ग्यारेन्टी हुँदैन केही कुराहरू। अन्त यहाँ ऊ अरूमा पे गर्दैछ हो, आइपुग्यो। अब यसलाई चाहिँ सानोतिरो कुराले हुँदैन होइन, त्यही भएर चाहिँ अर्कै जग्गा जाने हामी। यहाँ चाहिँ हटपट खानु आएको थियो हामी बहिनी र म हो। यो पनि आउने अरे, आज जस्तो पनि छुट्टी नि त, त्यही भएर चाहिँ म यहाँ आउँदैछु। हिरो भनेर आएको। हाई भन्नु यहाँ, हाई मेरो। नमस्ते, अस्सलाम वालेकुम सेवारो। हामी चाहिँ बामे होटल खोज्दैछ। यहाँ बामे होटल खोज्दैछ। यहाँ हेर्नुहोस् त, घर यस्तो दामी दामी हो कि वाह। इन फ्युचर मेबी कुकुरले डरै लाग्दो हिँडिरहेछ, मलाई डर लाग्यो होइन। आमा हाँ, यही बेगले लड्नै गरिदिन्छ नि, टोक्यो भने त म। फेरि भन्दा नेपाली होटल हो, भात चाहिँ रनिङ गज पाउनु पऱ्यो भने 4 गाँस मात्रै भन्दा अनि खानु भगवान्, त घरमा आएको थिएस् के यसो खाना खाइ हेर्नै गई। खाना खाँदा राजा जस्तो खाना र काम गर्दा घरा जस्तो गर्नु हुन्छ। जानिस् भाइ, तैँले गर्दैछ काम गर्दा गर्दैछ। म चाहिँ भर्खर रुम आइपुगिसकेँ, हालत पातला गरेर। यति डरलाग्दो गरम